फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको सरकारले जानकारी दिइएको छ। केन्द्रीय सुरक्षा समितिको बैठक मार्फत 7 प्रदेश र 77 वटै जिल्लाको तयारी समीक्षा गरिएको छ। सबै सुरक्षा निकायबीच समन्वय कायम रहेको बताइएको छ। तोकिएकै मितिमा शान्तिपूर्ण र सुरक्षित रूपमा निर्वाचन सम्पन्न गरिने स्पष्ट गरिएको छ। अर्थमन्त्रीले निर्वाचनका लागि आवश्यक स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारको प्राथमिकता निर्वाचन सफल बनाउनेतर्फ केन्द्रित रहेको जानकारी दिइएको छ। राजनीतिक अस्थिरताको बहसभन्दा अर्थतन्त्र सुधारमा ध्यान दिने समय आएको बताइएको छ। पर्यटन क्षेत्रलाई उद्योग सरह सुविधा दिने नीति प्रभावकारी बनाउन सरकार सक्रिय रहेको उल्लेख गरिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता सञ्चालन गरेको छ। निर्वाचन प्रचार प्रसार र मतदाता शिक्षाका लागि अभियान अघि बढाइएको हो। 1 मिनेटको मौलिक भिडियो बनाउनु पर्नेछ। उत्कृष्ट भिडियोलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। तोकिएको मितिभित्र आयोगमा भिडियो पठाउनु पर्नेछ। नेपाल राष्ट्र ब्याङ्कले बजारबाट 40 अर्ब रुपैयाँ निक्षेप सङ्कलन उपकरण मार्फत खिच्ने भएको छ। 89 दिनका लागि बोल कबोल हुँदैछ। क, ख र ग वर्गका ब्याङ्क सहभागी हुनेछन्। सावा र ब्याज जेठ 3 गते भुक्तानी हुनेछ। ब्याज दर बोल कबोलबाट तय गरिनेछ। तरलता व्यवस्थापनका लागि यो प्रक्रिया अघि बढाइएको हो। गुल्मीमा 132 केभी क्षमताका 2 सबस्टेसन सञ्चालनमा आएका छन्। उनाइचौर र पौदी अमराईमा निर्माण सम्पन्न भई सेवा सुरु गरिएको हो। नयाँ संरचनाले विद्युत आपूर्तिलाई भरपर्दो र स्थिर बनाउने अपेक्षा गरिएको छ। भविष्यमा वितरण लाइन स्तरोन्नति र ट्रान्सफर्मर क्षमता वृद्धिलाई प्राथमिकता दिइने जनाइएको छ। जिल्लाको ऊर्जा पूर्वाधार मजबुत भएको छ। मालडुङ्गा बेनी सडक 2 लेनमा स्तरोन्नति भई कालोपत्र गरिएको छ। 13 किलोमिटर सडक खण्डमध्ये अधिकांश भागमा काम सम्पन्न भएको छ। पहिरो र जग्गा सहमतिका कारण केही खण्ड ठेक्काबाट हटाइएको छ। यात्रा अवधि छोटिएको र स्थानीय तथा पर्यटक आवागमन सहज भएको जनाइएको छ। प्राविधिक नापजाँच जारी छ। प्रजातन्त्रपछि नेपाली खेलकुदले पूर्वाधार प्रतियोगिता र व्यावसायीकरणमा विस्तार गरेको छ। क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय सहभागिता बढेको छ। फ्रेन्चाइज लिग सञ्चालनमा आएका छन्। प्रदेश र स्थानीय तहमा गतिविधि विस्तार भएका छन्। तर नीति, बजेट, पूर्वाधार र खेलाडी संरक्षणमा चुनौती यथावत रहेको छ। दीर्घकालीन संरचनागत योजना आवश्यक देखिएको छ। उदयपुरको थारूहट रङ्गशालामा भएको सेमिफाइनलमा एपीएफले सङ्कटालाई 3-0ले हराउँदै फाइनलमा प्रवेश गरेको छ। एपीएफका रश्मि कुमारी घिसिङ, अनिता केसी र गीता राणाले गोल गरे। फाइनलमा एपीएफ र त्रिभुवन आर्मी भिड्नेछन्। प्रतियोगिताको विजेताले 7,50,000 रुपैयाँ पुरस्कार पाउनेछन्। दशरथ रङ्गशालामा जारी राष्ट्रिय हक्की प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले कोशीलाई 4-0ले हराउँदै अपराजित यात्रा कायम राखेको छ। मधेसले बागमतीलाई 1-0ले पराजित गरेको छ। पुरुषतर्फ कोशीले बागमतीलाई 7-0ले हराएको छ।